आमा यो पटक त भोट घन्टीमै हाल्नु है। देश बदल्ने समय अहिले हो। हस् बाबु, तिम्रो कुरा म बुझ्छु। यो पटक म तिमीले भनेको जस्तै घन्टीमै भोट हाल्छु। अंकल र आन्टीमा भोट हाल्नु घन्टीमा। हाम्रो देशैमा हाम्रो नेपालमा रविलाई फसाउन गगन केपी लागे। प्रतिशोधको राजनीतिले आफू पनि भागे। झुटा मुद्दा लगाएर दिनु दुःख दिए। कस्तो होला रवि छोरो प्रधानमन्त्री भए। होटल र आन्टीमा भोट हाल्नु घन्टीमा। फाल्नु छ कुशासन, ल्याउनु छ सुशासन।